हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। तपाईँहरू सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। झन्डै 1 वर्ष लाग्यो मलाई युट्युबमा फेरि ब्याक हुनको लागि। तपाईँहरू जसले मेरो भिडियो हेरिराख्नु भएको छ पहिलेदेखिबाट त्यो मान्छेलाई थाहा नै होला। म 1 वर्ष अगाडि बुल्गेरिया गएको थिएँ। झन्डै 13-14 लाख रुपियाँ लगाएर बुल्गेरिया गएको म 2 महिनामै फर्किन पर्यो र म किन कसरी फर्किनु पर्यो भन्ने कुराहरू मैले भिडियोमा अलरेडी पहिले भनिसकेको छु र म आज चाहिँ मेरो जर्नीको बारेमा तपाईहरुलाई शेयर गर्न गइरहेको छु। म बुल्गेरियाबाट आइसकेपछि मैले के गरेँ, कसरी आफ्नो लाइफलाई अगाडि बढाएँ, को मेरो साथमा हुनुहुन्थ्यो भन्ने कुराहरू चाहिँ म तपाईहरुलाई आज यो भिडियोको मार्फतबाट शेयर गर्न गइरहेको छु। जब म 1 वर्ष अगाडि बुल्गेरियाबाट ब्याक भएँ तब मलाई यति डिप्रेसन एन्जाइटी टाइपको कुराहरू भयो कि म लाइफमा कति कुराहरू फेस गरेँ। म बिरामी भएँ, कति ठाउँमा गएँ, उपचार गरेँ, त्यही पनि मलाई ठिक भएन। त्यति बेलामा जब म एयरपोर्टबाट नेपाल ल्यान्ड भएँ नि, मेरो आँखाभरि आँसु थियो। म सानो सुर्केस थियो मसँग, ब्याग थियो, त्यो बोकेर म जब एयरपोर्टबाट तल झरेँ, तल झरिसकेपछि होटेलमा गएँ र मैले फर्स्टमा सुरुमा कल गरेको भनेको एउटा साथीलाई हो, एन्जल भन्ने साथीलाई। अनि उसलाई मैले कल गरेँ। कल गरिसकेपछि ऊ एयरपोर्टमा आयो, एयरपोर्टमा होइन रुममा, होटेलको रुममा आयो। रुममा आइसकेपछि चाहिँ अनि साथीलाई मैले केही भन्नै सकेन, मेरो आँखाभरि आँसु थियो। अनि त्यसपछि चाहिँ मेरो साथीले मलाई हक गर्यो। हक गरिसकेपछि म साथीको अँगालोमा यति रोयो होला कि लाइफमा म कहिले पनि त्यसरी रोएको थिएन कि। अनि साथीले मलाई धेरै कुराहरूमा सहयोग गर्यो, धेरै कुराहरूमा हेल्प गर्यो। अनि मलाई सम्झायो पनि, ठिक छ नि त, लाइफमा भइहाल्छ नि यस्तो कुराहरू, अझै बेटर हुन्छ योभन्दा, तिमी दामी गर्छौ भनेर उसले मलाई होप दिइरहेको हुन्थ्यो। मलाई फ्यामिलीबाट चाहिँ फुल्ली सपोर्ट थियो। पैसा गए पनि केही छैन नि त, पछि कमाइहालिन्छ नि जब त्यस्तो पैसा त भनेर मलाई फ्यामिलीबाट फुल्ली सपोर्ट थियो। मेरो दाई, मेरो बुवा मम्मीहरू सबैहरूले साथ दिनुभएको थियो, मेरो वाइफले, एभ्रिवान सबैजनाले साथ दिनुभएको थियो। तर लाइफमा फेरि कस्तो हुन्छ नि त, अब त्यत्रो पैसा 14-15 लाख रुपियाँ अलमोस्ट लगाएर म गएको थिएँ। अनि त्यो कुराहरू 2 महिनामा फेरि म रिटर्न हुनु पर्दा फेरि त्यो पीडा भन्ने कुराहरू चाहिँ मैले त्योबाट चाहिँ उम्किनै सकिनँ भनौँ न। कति रात खाना खाएन होला, कति रात सुतिन होला पनि। त्यो कारणले गर्दा फेरि अलमोस्ट 1 वर्ष जति त म बिरामी नै भएँ, त्यही सोच्दा सोच्दै सबै कुराहरू। अब कसरी लाइफलाई अगाडि बढाउने होला भन्ने सोचिरहेको थिएँ, किनकि मैले 10 पढेर छोडेको नै अलमोस्ट 7 वर्ष भइसकेको थियो। अनि अब 12 पनि थिएन, अनि मलाई खाडीतिर जानु पनि मन थिएन। त्यसपछि मैले फेरि अनि 11 चाहिँ दिएर बुल्गेरिया गएको थिएँ, अनि 12 चाहिँ दिएको थिएन। +2 को ठ्याक्क त्यसपछि फर्म भर्ने 2-3 दिन अगाडि चाहिँ म नेपाल आएको थिएँ। अनि त्यसपछि मैले दाइले मलाई भन्नुभयो, फर्म भर, 12 राम्रोसँग दे, अनि 12 त पास गर्न सक्छस्, 12 राम्रोसँग दे, अनि पास गरेर फेरि राम्रो कन्ट्री ट्राई गरौँला नि भनेर भन्नुभएको थियो। अनि मैले फर्म भरेँ। फर्म भरिसकेपछि मलाई मन त थिएन, अब त्यही पनि मलाई मेरो दाइले ममा गरेको विश्वासलाई चाहिँ तोड्नु थिएन। त्यो भएर चाहिँ मैले फर्म भरेँ। फर्म भरिसकेपछि चाहिँ इक्जाम दिएँ, पढेँ, राम्रोसँग मेहनत गरेँ, प्रत्येक दिन पढिरहेको हुन्थेँ, मेहनत गरेँ। अनि त्यसपछि विभिन्न दाइहरूबाट पनि सपोर्ट पाइरहेको थिएँ, सरहरूबाट पनि सपोर्ट पाइरहेको थिएँ, हेल्प गर्नुभएको थियो सरहरूले पनि। सबैजनालाई यही भिडियोबाट थ्याङ्क यू भन्न चाहन्छु। अनि रिजल्ट आयो 12 को रिजल्ट आइसकेपछि रिजल्टमा जिपिए पनि 3.38 जिपिए आयो र त्यसपछि चाहिँ खुसी भएँ म। तर कस्तो भइदियो भनेपछि अब के गर्ने त, अब जिपिए त राम्रै आयो, अब के गर्ने भन्ने सोच सबैको उसमा आथ्यो, फ्यामिलीहरूमा। अब के गर्ने त, अगाडि कसरी बढ्ने भनेर। त्यसपछि मैले चाहिँ अब रिजल्ट आइसकेपछि चाहिँ केही नसोचेर काठमाडौँतिर आएँ। मलाई दाइले सजेस्ट गर्नुभएको थियो कि अब जापान जा, जापानमा भिजा रेसियो पनि राम्रो छ, तेरो
10 पछिको ग्याप पनि अब खासै म्याटर नगर्ला भनेर चाहिँ सजेस्ट गरिसकेपछि चाहिँ मैले आफ्नो झोलाहरू बोकेर चाहिँ म काठमाडौँतिर लागिहालेँ। अनि काठमाडौँ लागिसकेपछि मैले त्यसपछि जापानिज ल्याङ्ग्वेजहरू पढ्न थालेँ। अलमोस्ट 7-8 मन्थहरू ल्याङ्ग्वेजहरू पढिसकेपछि चाहिँ अनि जापानको नि सिओए आयो, सिओए एप्लाई गरेँ, सिओए आयो, सिओए आइसकेपछि भिजा पनि आयो अनि अहिले म जापानमा छु। यो भिडियो खासै त्यस्तो लङ त नहुन सक्छ, तर मैले भोगेको पीडा अनि मैले लाइफमा देखेका कुराहरू चाहिँ एकदमै लामो छ। यो भिडियो मार्फतबाट पनि भन्न सक्दिनँ होला सायद, तर मैले लाइफमा एउटा कुरा के बुझेँ भनेपछि साथीभाइहरू भनेको छेडिकको हुन्छ, फ्यामिली भनेको सबैभन्दा तपाईँहरूको हरेक कुरामा साथ हुने हो। त्यही भएर फ्यामिलीलाई चाहिँ सबैजनाले फर्स्ट प्रायोरिटी राख्नु होला साथीभाइहरू भन्दा। र मेरो एउटा म जब एयरपोर्टबाट झरेको थिएँ नि तब मेरो साथमा एउटा साथी थियो र जब मैले एयरपोर्ट पछि जापान आउनुको लागि एयरपोर्टमा आएको थिएँ त्यति बेला पनि उही साथी नै थियो, अरू कोही पनि थिएन भनौँ, मेरो बुवा अनि ऊ साथीहरू थियो। मैले लाइफमा धेरै साथीभाइहरूसँग रमाइलो गरेँ, घुमेँ, खाएँ, कति खर्च गरेँ होला, तर सबै साथीभाइहरू तपाईँहरूसँग हुन्छ भन्ने कुराहरू चाहिँ नहुने रहेछ। तपाईँको खुसीमा चाहिँ सबै मान्छेहरू साथ हुन्छ, तर दुःखमा प्राय कमै साथ हुँदो रहेछ। त्यो कुरा चाहिँ मैले बुझेँ। अनि यति धेरै साथीभाइ बनाएको मान्छे म, त्यो बेला चाहिँ मैले एयरपोर्टमा चाहिँ एकजना मात्र मेरो साथी छोड्न आएको थियो, एन्जल कार्की। त्यो साथीलाई चाहिँ म यही भिडियोदेखि चाहिँ धेरै धेरै मिस गरिरहेको छु। साथी, यु आर द बेस्ट, यु आर द बेस्ट माई फ्रेन्ड, आई लभ यु। आजको भिडियो चाहिँ यति मात्रै, नेक्स्ट भिडियोमा भेटौँला। हस्त, धन्यवाद।